के भर्खर खाएको तैँले पनि भर्खर खाएको नाना लाउने अनि जाने ए लुगामा लाग्छ है चक्क मिठो रहेछ चक्क गालामा नलाई खा अब मम्मीले थाहा पायो भने त हान्छ नि फेरि चाककै चाकमा बोलाइदिउँ मम्मीलाई बोलाइदिउँ सुष्मा बोलाऊ गालामा हाले पनि पप खाएको भनेर त मम्मीले मार्छ तैँले पनि त खाइस् पप सबै लायो गालामा लाउँदा त केही हुन्न तर पप किन खाएको अनि पप खाँदा त मम्मीले कुट्छ नि त काकाले किनेको पछि किन खानु त म खान्न काका मलाई सन्चो छैन म बिमारी छु भन्नु पर्दैन मलाई आया भएको छ म पप खानु हुँदैन भन्नु पर्दैन काकालाई अब कस्तो कुट्नुहुन्छ मम्मीले यो दिएर मलाई हुन्छ यो दिएर हुन्छ यो चाहिँ के गर्नुमा यस्तो खानु सक्यो यो फ्याँकिदिनुपर्छ अब सक्यो तिमीसँग चाहिँ छ त्यो मलाई दे होइन अनि म मम्मीलाई भनिदिन्छु दिन्छस् दिँदैनस् मम्मीलाई भनिदिउँ सुष्मा पप खायो अनि किन चाहिँ पप खानु त बिमारी मान्छे सुष्मा भनिदिउँ भाइ भनिदिउँ पप खाँदो रहेछ बिमारी मान्छे मम्मी भएकोमा नजाने फेरि कुट्छ नि लात्ते लान्छस् अಯ್या सारमा सार मिलाइहाल्नुपर्छ तेरा दुख्यो अಯ್या साह्रो दुखौ हटा भयो भन्दिनँ लु भन्दिनँ मम्मीलाई भन्दिनँ बाबा भन्दिनँ लु भन्दिनँ अब चाहिँ पक्का भन्दिनँ खानु ल अक्को पनि खानु ल ओए दे सारे चोरी नि मजा थियो कता हो मेरो यहाँ मजा थियो नि सुस्मिता गोल फुलेर छ अहिले त्यो पनि जतारा आउनु नि त होइन बा गोल फुल्यो होइन हौ मम्मी गोल फुल्यो होइन बा दाँतको केही समस्या हो कि चोर्छस् दादाको चोरी गर्नु ढाका कसरी हान्छ खाइदिएको नि अलिक गाली गर न दाइको खाइदिने हो त्यसरी भन्न खाइगएछ नि
के गरिस् यहाँबाट फ्याँकी अनि खाइस् त तैँले मुखमा हालेर आइस् त दादाको पप खोसेर आइस् त गाली गर्न भाइ त्यसलाई यता हेर छोरा